नेपाल विद्युत प्राधिकरण ढल्केबर का लागि यो भारतबाट ल्याइएको ट्रान्सफर्मर हो र यो 74 चक्के यो टेलरमा यो ट्रान्सफर्मर आएको छ र यो ट्रान्सफर्मर भारतको बाट यो रक्सल हुँदै सिन्धुलीसम्म आइपुग्न 4 दिनको अवधि लागेको छ र यहाँबाट अब ढल्केबरसम्म पुर्याउनको निम्ति 2 दिन लाग्नेछ र यो टेलर बोकेको यो ट्रक खास यो पुलबाट हिँड्दैन र नदीहरूबाट पार गरेर खोला तर्ने गर्दछ र यो ट्रान्सफर्मर बोक्नको निम्ति 2वटा यो टेलरलाई तान्नको निम्ति 2वटा ट्रक पनि देख्न सकिन्छ र ढल्केबरको ट्रान्सफर्मर बदलिएसँगै ढल्केबर स्टेसनबाट विद्युत प्रवाह हुने क्षेत्रहरूमा सुविधा हुने बताइएको छ।